एकैछिन पोख्नु। श्रीकृष्णले अर्जुनलाई भन्नुभएको छ, एउटा कुरा मनमा राख, जसले आफ्नो काम फलको चाहना राखेर र फलमा आँखा राखेर गर्छ त्यो राम्रो कर्म गरे पनि कर्मयोगी बन्न सक्दैन। त्यस्तो मानिसले ख्याति आदि जस्ता लाभ प्राप्त गर्न सक्छ, तर उसले ईश्वर र शान्ति प्राप्त गर्न सक्दैन। हे केशव, पश्चातापद्वारा मानिस पापबाट मुक्त हुन सक्छ, तर ऊ गुणबाट कसरी मुक्त हुनेछ? हे अर्जुन, पाप पुण्य, सुख दुःख, कीर्ति अपकीर्ति आदि भावनाहरू सामान्य मानिसहरूका लागि हुन्, तर जो कर्मयोगी छन् तिनीहरू यी भावनाबाट मुक्त हुन्छन्, तिनीहरू अनासक्त हुन्छन्। कर्मयोगीहरूले आफ्नो विवेकको आवाजलाई ईश्वरको आदेश मानेर व्यवहार गर्दछन्।